ए मासाले ससुरो बाहिर आइदैन यार। ससुरो मेरो भाइ बाहिर आइदैन, वेटिङ गरिरहेको छु। अरे ज्वाइँ साहब तपाईँ हेर्न यो मासाले फुच्चेले फेरि ज्वाइँ भने। अरे ससुरो मेरो भाइ अलि रेस्पेक्ट दिन ज्वाइँ दाजुसम्म लगाउनु पर्यो नि, दाजु हुनु पर्यो क्या पछाडि। अरे ज्वाइँ साहब किन आवेगमा आउनु भएको छ क्या यसरी? हेर्न हेर्न फेरि ज्वाइँ भने। हेर्न ससुरो मेरो भाइ, दाजुलाई सम्मान गर्न सिक, रेस्पेक्ट गर्न सिक। ए बुढी सम्झाए, मैले भनिदिरहेको छु तँलाई। बाउ मेरो भाइ, ज्वाइँलाई रेस्पेक्ट गर्न सिक्यो मेरो भाइ बाउ। हजुर ज्वाइँ दाजु भन्नु न के भयो? ओ बल्ल लाइनमा आयो क्या ससुरो मेरो भाइ, द्याट्स द पोइन्ट। के हो ससुरो यार, यस्तो थाडी छोरी भिडाएर हुन्छ यार। अरे ज्वाइँ साहब तपाईँ यो के भन्दै हुनुहुन्छ? फेरि ज्वाइँ भन्यो। मासाले मेरो माथा गरम नगर है। दादा भन्, रेस्पेक्ट गर, रेस्पेक्ट। अघि नैबाट भनिरहेको छु मैले। सरी दादा गल्ती भयो। दादा छोरी माइतीमा हुँदाखेरि त हप्तै पछि बच्चा पाउँथेन, जति कुखुराले अन्डा पनि दिन्थेन। हेर भाइ धेरै ल्याङ ल्याङ नगर। हाम्रो बिहा भएको 8 वर्ष भइसक्यो, खै त अहिलेसम्म बच्चा एउटा पनि भएको छैन। दादा कतै तपाईँ अस्थायी साधन त प्रयोग गर्नुहुन्न नि? अरे त्यो त आफ्नो सुरक्षाको लागि प्रयोग गर्नु पर्यो त ससुरो मेरो भाइ। 3 महिना सङ्गिनी सुई लगाइरहेको छु। अझ सङ्गिनी सुई लगाइसकेपछि छोरीको एकदम बोडी बनिरहेको छ। प्यारी बोडी देखाऊ। मासाले लगाउलाई सङ्गिनी सुई, अनि बच्चा कहाँबाट हुन्छ? अरे ससुरा बा, त्यस्तो आवेगमा नआउनु न तपाईँ। मासाले जोइ कसलाई ससुरा भनिरहेको छस्? दादाले सम्मान गर्न सिकाइ भनिरहेको छु। ससुरा मेरो दाइ, गल्ती भयो मबाट।